गुड मर्निङ साथीहरू, शुभ प्रभात। तपाईँहरू ठिकै हुनुहुन्छ होला? म पनि सन्चै छु। जस्ट कि एक दिन चाहिँ पुलिसले ठक्कै एउटा गाडी रोकेर यसो चेक गरेछ अरे, अनि भनेछ अरे आज ड्राइभिङ सेफ्टी डे हो, त्यसले गर्दा तपाईँले एकदम बेल्ट लगाएर कुदाउनु हुँदो रहेछ। आज तपाईँले 5000 रुपिस 5000 रुपियाँ इनाम जित्नुभयो। तर त्योभन्दा पहिला मलाई भन्नुहोस्, त्यो 5000ले तपाईँ के गर्नुहुन्छ भनेर सोधेछ अरे। त्यसले भने धन्यवाद पुलिसलाई, म एकदम खुसी भएँ। अब त्यो 5000ले चाहिँ म गाडी कुदाउने लाइसेन्स बन्नै आउँछु भनेर क्या। त्यहाँदेखि छेउमा बसेको बुढी उसको वाइफले के भन्यो अरे, यो मान्छे चाहिँ नि यस्तो छ, मातेपछि अनेक बोल्नुपर्छ भनेर कि गाडी त मातेर कुदाउँदैछ अरे। पछाडि उसको बाउ थियो अरे, बाउले झन् के भनेको अरे भन्नु, मैले तिमीहरूलाई अघि भनेको अर्का गाडी चोरेर नकुदा भनेर, यसरी पुलिसले पक्रियो अरे अब भन्दै क्या।